मेरो टेरेस गार्डनमा 2025 को यो मेरो टेरेस गार्डनमा तपाईलाई स्वागत छ। मेरो यो एस्ट्रोमेरिया यो साल त ज्यादा हुन सकेन मेरो फुलहरू। यो मेरा हाइब्रिड कार्नेसन हो। गार्डनमा मैले जुकुनी लगाएको छु तर राम्रो भएको छैन, यसको पोलिनेसन राम्रो भयो जस्तो लागेन। के फुल हो मलाई मेरो पहिलादेखि छ, धेरै दिन अघिदेखि, तर म यसको नाम चाहिँ जान्दिनँ के हो। यो जिरेनियम योपालि मेरो नानीको बिहाले गर्दा सबै फुलको बेस्याहार देखभाल राम्रो भएको छैन। यो मेरो घन्टी फुल फ्युसिया पनि भनिन्छ, यसलाई कृष्णकली पनि भनिन्छ। यो मेरो सेतो रङको फुल्दा चाहिँ धेरै छ, धेरै किसिमको छ तर यो सबै फुलेको छैन। योपालिको यो मेरो फर्स्ट भिडियो हो यो फुलहरू विषय लिएर। योपालि ज्यादा राम्रो पनि फुल्नु पाएन, म बिमारले गर्दा ज्यादा स्याहार सुसार गर्नु पाइनँ, भर्खर फुल्दैछ। यो मेरो बनेटियल हो, बहुत ही यसलाई लगाउने इच्छा गर्दा मैले यसको सिडलिङ पाएको थिइनँ। योपालि मैले पाएँ मेरो बहिनीको तर्फबाट र चाहिँ योपालि मैले एक पट लगाएको छु। मेरो जिरेनियम आइबी यो म्यारुन रेड एकदमै ज्यादा छ मेरोमा। अब मैले मायाले गर्दाखेरि सानो डाला भाँचिँदाखेरि पनि मैले यसको कटिङ गाडेर यो धेरै भएको छ। धेरै हुँदा पनि अलिक असुविधा हुँदो रहेछ घरमा। क्याक्टस फुल कसैले ब्रह्मकमल भन्दछ, म त क्याक्टस भन्छु यसलाई। यो मेरो 2025 फुलेको, यो अरू पनि फुलेको थियो, यसको मैले पिक्चर लिन पाइनँ। ओरेन्ज रङको छ, यो फुलेको छैन, यो फुल्नेवाला छ। यो पिङ्कहरू त प्रायः फुलिसक्यो नै, मुर्झाएको पनि छ कति। ज्यादा भयो भने पनि एकदम घरमा सम्हाल्नु साह्रै पर्दो रहेछ। मेरो पिङ्क जिरेनियम, डबल जिरेनियम, यो मेरो पेलार्गोनियम एउटै बोट छ। यो लाइट पिङ्क जिरेनियम आइबी हो। मजेन्टा कलरको मेरो जिरेनियम आइबी हो। अघिको चाहिँ हो जिरेनियम। यस साल मेरो हाइड्रेन्जियम नि मजाले यतिको त फुलेको छ, अझै कोपिलाहरू छ। यो रङको हाइड्रेन्जिया साह्रो मनपर्छ मलाई। यसको 2 बोट छ। मैले जस्तै विन्टरमा मेरो नानीको बिहाको बेला पनि मैले जोगाएर राखेको छु। अरू सबै अब बिहामा त्यस्तै बेस्याहार भयो, यसलाई देखभाल गर्नु सकिनँ। यो मेरो डबल पिटुनिया हो, पिङ्क रङको छ अनि यो सेतोमा हल्का पिङ्क मिसिएको छ। यो मेरो डग फ्लावर एन्टिराइनम हो, डग फ्लावर पनि भनिन्छ, एन्टिराइनम पनि भनिन्छ। राम्रो फुल्दैन मेरो घरमा, म त पुरानो खालके एकदम लोकलै मनपर्छ। यो हाइब्रिड त मलाई राम्रो त्यति लागेन। क्याक्टस कसैले इस्टर क्याक्टस भन्छ, कसैले के भन्छ, यो म त क्याक्टस मात्रै भन्छु। यो पनि अब कोपिला आइरहेको छ, फुल्नेवाला छ। मेरो येल्लो एस्ट्रोमेरिया हो, यो फुल्दैछ। यो ज्यादा एकदम मल र पानी सिजनमा पानी नपुगेकोले गर्दा यसको उसहरू स्टिकहरू सानो सानो भएको छ। भर्खर मल र जल पुगेको कारणले गर्दाखेरि चाहिँ अलिक स्टिक मोटो हुँदैछ। यो के फुल हो म जान्दिनँ, गोदावरी जस्तो पनि छ तर यसको पातहरू यस्तो छ, यसको नाम मलाई थाहा छैन। यो मेरो गजनिया हो, 3-4वटा बोट किनेको थिएँ, सेट पनि नभएर ज्यादा पानीले मर्यो। अब एउटै बचाएको छु यसलाई। यो प्रायः फुलि नै रहेको छ, यहाँ उम्रिँदैछ, ढिलै भए पनि मेरो बेगुनिया उम्रिँदैछ। यहाँ मेरो कोपिला लागिरहेछ, उम्रिनको साथै कोपिला लाग्नु पनि सुरु भइगएको छ मेरो बेगुनिया। यो ह्याङ्गिङ बेगुनिया हो। मेरो पोलियन्थस हो, मैले किनेको थिएँ महँगो दाममा, तर सिङ्गल यस्तो खालको आएछ। मैले चाहिँ रोज जस्तो नयाँ भनेर किनेको त सबै सिङ्गल आएछ। बेच्नेहरूले पनि खै पैसा लिएर पनि सिङ्गलै दिँदो रहेछ। यो मेरो विस्टेरियाको लहरा हो, यो धेरै वर्ष भयो, यसले सही जग्गै पाएको छैन, त्यस कारणले राम्रोसँगले फुल्नु सकेको छैन। योपालि 2टा मात्रै फुल्यो। यो फुल चाहिँ मैले तपाईँहरूलाई सो गर्नु सकिनँ, किनकि उस समय म बिमारी भएकोले कारणले अब फुलिसक्यो नै। अहिले खालि मैले यसको बोट मात्रै देखाउँदैछु। यो अघि देखाइएको मेरो पिटुनिया हो।
यो मोटरको साउन्डले गर्दा म भित्र बसेर बोल्दैछु।